छ देश विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीहरू सबैजना सन्चै हुनुहुन्छ होला है। आज फेरि पनि अर्को भ्लग लिएर आएको छु। आजको भ्लग चाहिँ आज आरतीको बर्थडे थियो अनि त्यही भएर हामी त्यता जाँदैछौँ। त्यही भएर त्यो मोमेन्ट्स क्याप्चर गरौँ र भिडियो बनाऊँ भनेर भ्लग बनाउँदैछु। प्लिज लाइक सेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल। प्लिज कमेन्ट गरिदिनुहोस् कस्तो लाग्छ भिडियो है। तपाईँहरूले कमेन्ट गर्नुहुनाले मलाई फेरि अरू भिडियो बनाउनु मन लाग्छ। त्यही हो, अब म भ्लग यहाँबाट स्टार्ट गर्दैछु। भर्खर काम सकेर त्यहाँबाट फ्रेस भएर नुहाइधुवाइ गरेर अब जाँदैछौँ। अन द वे छौँ। स्टिल 32 मिनट्स ड्राइभ छ। ट्राफिक हुन्छ कि बेला एकदमै ट्राफिक हुन्छ। 4 बजी देखाएको थियो, 25 मिनट बढिहाल्यो। त्यस्तै हो मेलबोर्नको ट्राफिक है। त्यही अब भ्लग यहाँबाट स्टार्ट गर्छु। इन्जोय द भिडियो है त। आज वेदर पनि सही छ। हिजो अस्ति पानी परेर अलि जाडो बढेको थियो। आज चाहिँ ठिकै छ, चिसै छ है। यतिखेर त नेपालतिर सायद गर्मी बढिसकेछ होला है। आफूहरूले प्लिज केयर गर्नुहोस्, पानी मजासँग पिउनुहोस्, हाइड्रेट राख्नुहोस् आफ्नो शरीर। त्यही हो, अब गर्मीको महिनामा धेरै रोगहरू लाग्छ, त्योहरू केयरफुल चाहिँ हुनुपर्छ। त्यही हो। अस्तिको भ्लग कस्तो लाग्यो तपाईँहरूलाई? बर्थडे भ्लग मैले हालेको थिएँ, त्यो भ्लग धेरै पछि हालेँ है। आज फेरि अर्को हाल्दैछु। अब भोलि त मेरो डे अफ छ। के छ भोलिको डे अफ प्लान? नथिङ। भोलि केही प्लान गर्नुपर्छ? भोलि रेस्ट डे। भोलि रेस्ट गरेर हुन्छ। हाई गाइज, वेलकम टु आवर भ्लग। हामी चाहिँ अन द वे बाटोमै छौँ। आज एकदम सनी डे छ। सनी डे छ तर चिसो पनि छ। चिसो छ तर घामले गर्दा न्यानो भइरहेको छ। अरू भन न। अब हामी अझै कति मिनट छ? 21 मिनट छ पुग्नलाई। त्यही हो, तपाईँहरूको दिनचर्या कसरी बित्दैछ? हामी चाहिँ पुग्न लागिसक्यौँ। अब धेरै छैन, 13 मिनट छ। ट्राफिकले गर्दा अलिकति अहिले पुगिसक्यो। स्कुलहरू सक्यो अनि ट्राफिकले गर्दा अलिकति टाइम लाग्यो। के छ तपाईँहरूको दिनचर्या कसरी बित्दैछ? के प्लिज टेल मी। कसरी हान्यो भने चाहिँ बिग्रिन्छ कुराकानी। कमेन्ट गर्नुहोस् भन न। ओके। हाई गाइस। फाइनली हामी आइसक्यौँ। आऊ घाम देख्न सक्नुहुन्छ, यस्तो घाम चर्केछ। जुम। हेलो, ह्याप्पी बर्थडे, ह्याप्पी बर्थडे, बर्थडे गर्ल, बर्थडे गर्ल। रोएर हेर, किन रोको? हेलो बाबा, दाइले के पकाएर भेट्नु भन्छ यार? के छ दाइ? हेलो भनिदिनु न त। हेलो हेलो। बोजू पनि त्यता हुनुहुँदो रहेछ बाबा, बिजी। हेलो हेलो भनिदेऊ ल छिटो। आज कसको बर्थडेमा आएको हामी? आज मुमाको बर्थडेमा आएको। हेलो सबैलाई हेलो भनिदेऊ ल। हेलो यता हेर ल ल।
के हो म चाहिँ भान्जा बाबुसँग खेल्दैछु यतिखेर यता हेर यता हेर यहाँ चाहिँ चिसो छ उता भन्दा हामी बसेकोतिर भन्दा यता चिसो छ अलि तर वेदर हेर्नु कस्तो निलो आकाश हेलो बेटा हेलो ल बर्थडे गर्लले आज बनाएको है बाबा मेरो आइसकेको छ यहाँ अङ्कल ठिक छ नि बहुत बढिया हामी चाहिँ खाँदैछौँ हटेर चियर्स नाइन्टिन होला यता आऊ न यता से हेलो मलाई घेर्न चाहिएन फेरि हेर बर्थडेको दिनमा मोमो चाहिँ खुवाएर बर्थडे गर्लको रियाक्सन आरती के छ केक ठिक छ लीजिए लीजिए हेलो हैप्पी बर्थडे आरती रहे या ना रहे कल याद आएंगे पल ये प्यार के पल चल आ मेरे संग चल आगा नहीं भारी हिम नहीं झरे आरु फूल टिपिराखे लेखैमा गरी वैसमा फुले मायाको मुस्कानमा सम्झिदेऊ सुम्पिदेऊ यो
जोवन हामीलाई सम्झिदेऊ सुम्पिदेऊ यो जोवन हामीलाई सबै नाच्यो झिल्क्यो नाच्यो पारुनी कम्मर बाँच्यो फाइनली म चाहिँ ब्लगको एन्डमा आएको छु आशा छ तपाईँले मेरो यो भिडियो मन पराउनु हुनेछ प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् र प्लिज कमेन्ट गर्नुहोस् अबको भिडियो म के सम्बन्धी बनाऊ यतिखेर रातिको लगभग 11 बज्न लागिसक्यो हामी घर फर्किँदैछौँ त्यही हो म यो ब्लग चाहिँ अब यहीँबाट एन्ड गर्न चाहन्छु प्लिज आफ्नो केयर गर्नुहोस् गर्मीको मौसम छ यतिखेर नेपालमा सबैले आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस् र त्यो रमाइलोसँग दिन बिताउनुहोस् र आजलाई बाबा स्टे असम चियर्स हेभ अ गुड नाइट जय नेपाल I'll see you in the next vlog